बलराम समालज्यूले एउटा गीत गाउँदै हुनुहुन्छ। त्यो गीत चाहिँ हो मेरो आँखामा भरदिन बादल छाइरह्यो, बिन्ती छ कसैले आँधी ल्याइदेऊ। यो गीत चाहिँ 30 सालतिर चाहिँ दीप श्रेष्ठज्यूले 30-32तिर चाहिँ गाउनु भएको होला। यो गीत चाहिँ के हो भने 2029 साल फागुन 21 गते जेल सार्ने न्युमा 5 जना हाम्रा युवाहरूलाई सुखानीको जङ्गलमा लगेर निहत्था हत्या गरिएको थियो। त्यो समाचार धरानमा चाहिँ बारम्बार साथीहरूले पुर्याइरहन्थ्यो। म चाहिँ नेपाल सोभियत मैत्री सङ्घको चाहिँ लाइब्रेरियन भएको हुनाले त्यहाँ चाहिँ धेरै साथीहरूको चाहिँ आइरहन्थे र यो बारे चाहिँ उहाँले कुरा गर्नुहुन्थ्यो, यस्तो भयो यो भयो भनेर। त्यहीलाई चाहिँ मैले चाहिँ गीत बनाएको हो। तर यसलाई चाहिँ माथिको गीत चाहिँ हो, तलतिरको अन्तरामा चाहिँ अरू चाहिँ मैले हटाउनु पर्यो, किनभने त्यो चाहिँ रेडियो नेपालमा हुनेवाला थिएन। त्यो भएर चाहिँ तलको लाइन चाहिँ केही चाहिँ हटाएको छु। यो शहीदहरूको चाहिँ सम्झनाको चाहिँ लागि लेखिएको हो र यो गीत चाहिँ झन्डै 31-32 सालतिर काठमाडौँमा नाङ्लो रेस्टुरेन्ट भन्ने चाहिँ एउटा रेस्टुरेन्ट खोलेको थियो। यो गीतको चाहिँ पहिलो हुनेलाई 10,000 पुरस्कार राखेको थियो कुनै समयमा। र टुडी खेलमा चाहिँ भरि भराउ मान्छेहरू थियो र त्यहाँ चाहिँ झन्डै 40-50 जना युवा युवतीहरू चाहिँ यो गीतहरू चाहिँ कम्पिटिसन थियो र दीप चाहिँ यो गीतमा चाहिँ प्रथम भएर चाहिँ 10,000 रुपियाँ जितेको पुरस्कार हो यो है। त्यति बेला त्यो साथीले 10,000ले चाहिँ जग्गा किनेको भए राम्रो ठाउँमा 10-15 रोपनी आउँथ्यो। अब त्यो के गर्यो भगवान् जाने होइन। त्यो गीतको चाहिँ पहिलो हुनुको कारण चाहिँ के रहेछ भने एउटा त हजारौँ अडियन्स छ, तर पेन ड्राइभ के भन्छ, पेन ड्राइभ साइलेन्ट भन्छ नि होइन, अथवा कुनै पिन खस्यो भने पनि आवाज आउने त्यस्तो होइन, एकदम साइलेन्ट। अनि अर्को कुरो जति पनि गीतहरू आयो यो चाहिँ छुट्टै धारको भएको गीत हो र विभिन्न देशहरूका जजहरू बसेको थियो, नेपालको जजहरू थिएन र उनीहरूले यो उल्था गर्ने चाहिँ नेपालीमा चाहिँ के हो भने चाहिँ उल्था गर्ने चाहिँ राखेको थियो र त्यो गीत चाहिँ त्यति बेला चाहिँ पुरस्कृत भएको हो। यो गीत चाहिँ मैले चाहिँ शहीदहरूको चाहिँ स्मृतिमा लेखेको गीत हो जो बलराम समालज्यूले गाउँदै हुनुहुन्छ। मेरो आँखामा भरदिन बादल छाइरह्यो, बिन्ती छ कसैले आधी ल्याइदेऊ। मेरो छातीमा भर्रा रातले टेकिरह्यो, बिन्ती छ कसैले उज्यालो ल्याइदेऊ। मेरो आँखामा अन्धो छु म रहेछु, अन्धो छु म बाटो खोजिछु। आऊ कोही मलाई सहायता, अन्धो छु म बाटो खोजिछु। आऊ कोही मलाई बाटो देखाऊ। मेरो आँखामा हरदिन बादल छाइरह्यो, बिन्ती छ कसैले आधी ल्याइदेऊ। मेरो छातीमा भर्रा रातले टेकिरह्यो, बिन्ती छ कसैले उज्यालो ल्याइदेऊ। मेरो आँखामा
छु म केही सुन्ने रहेछ आऊ कोही मलाई सहारा देऊ पहिरो छु म केही सुन्ने रहेछ आऊ कोही मलाई सहारा देऊ मेरो आँखामा भरदिन बादल छाइरह्यो बिन्ती छ कसैले आधी ल्याइदेऊ मेरो छातीमा भर्ला रातले टेकिरह्यो बिन्ती छ कसैले उज्यालो ल्याइदेऊ मेरो आँखामा